नमस्ते साथीहरू, आज हामी बनाउन जाँदैछौँ मुङ दालको रोटी। त्यसको लागि चाहिन्छ हामीलाई मुङ दाल। मुङ दाललाई चाहिँ रातभरि भिजाएर भोलिपल्ट यो यस्तो देखिन्छ, हेर्नुहोस् त। र त्यसलाई अब हामीले मिक्सरमा ग्राइन्ड गर्नुपर्छ। अलिकति त्यसमा मुङ दाल राख्ने, अनि त्यही मिक्सरमा अदुवा राख्ने, लसुन राख्ने, खुर्सानी राख्ने, अनि धनिया राख्ने र त्यसलाई मजाले ग्राइन्ड गरिदिने। र ग्राइन्ड गरेपछि यस्तो देखिन्छ, हेर्नुहोस् त। त्यसपछि त्यसलाई एउटा बाउलमा खनाउने, त्यसमा स्वाद अनुसार नुन, अनि त्यसपछि थोरै जिरा। मलाई चाहिँ जिराको फ्लेभर मनपर्ने भएर जिरा हालेको छु मैले। तपाईँहरूलाई मन पर्दैन भने नराख्न पनि सक्नुहुन्छ। र त्यसपछि यो ब्याटर चाहिँ हाम्रो रेडी भयो। अब चाहिँ प्यानमा थोरै घिउ हाल्ने, घिउ थोरै राखेर त्यसपछि मुङको दाल राखिदिने। त्यो पेस्ट अघि नै हामीले बनाएको पेस्ट राखिदिने र यसलाई मजाले गोलो बनाएर जत्रो आफूलाई चाहिन्छ सेप त्यत्रै बनाउने, अनि यसलाई एकछिन मजाले छोडिदिने, चाहिँ आगोमा छोडिदिने। 3 मिनट जति भइसकेपछि यसको माथिबाट हामीले फेरि घिउ लगाउने, थोरै घिउ लगाइसकेपछि यसलाई फर्काउने र फर्काइसकेपछि यो फेरि यसलाई पनि 3 मिनट पाक्न दिने। अनि 3 मिनट जतिमा आफूलाई हेर्दा पनि थाहा हुन्छ, हेर्नुहोस् त यो कस्तो ब्राउन ब्राउन भएछ। पाकिसकेपछि यो यस्तो देखिन्छ, अनि त्यसपछि निकाल्ने। र यो रेडी भयो साथीहरू। हेर्नुहोस् त कस्तो नरम, कस्तो सफ्ट छ। यो रोटी चाहिँ मैले बिहान खाजाको रूपमा बनाएको हुनाले कालो चियासँग मात्रै सर्भ गरेँ। तपाईँहरूले चाहिँ दही चटनी जेसँग सर्भ गर्दा पनि हुन्छ। र तपाईँहरूलाई यो रेसिपी मन पर्यो भने हजुरहरू पनि घरमा ट्राई गर्नुहोला र मलाई कमेन्ट गर्नुहोला ल, कस्तो लाग्यो भनेर। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू।